म अहिले ठ्याक्कै काठमाडौँ र ललितपुर जोड्ने बालकुमारी स्थित फलामे पुलमा छु र यहाँ भएर बग्ने यो हनुमन्ते खोला को पानीको बहाव एकदम अहिले बढिरहेको छ र यो बस्ती आसपास छुन लागिरहेको छ र पानी पनि एक रफ्तारमा परिरहेको छ। यही रफ्तारमा परिरहने हो भने अबको 1-2 घन्टामा अब यहाँको यो नदीको बहाव नजिकैको बस्तीमा छिर्ने एकदम सम्भावना देखिन्छ र यसै जोखिमलाई मध्यनजर गरी पछि हुन सक्ने जोखिमलाई मध्यनजर गरी नेपाल सरकारले सुरक्षित रहनको लागि अपिल गरे अनुसार सोही अनुसार सबैले आफ्नो ठाउँबाट सुरक्षित भएर बस्न नै उचित देखिन्छ र यदि अन्यथा रातिको समयमा बस्तीमा हलपछि ठुलो जोखिम निम्त्याउने सम्भावना देखिन्छ र त्यसले ठुलो क्षति निम्त्याउन सक्छ। त्यसैले गर्दा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू आफ्नो ठाउँमा सुरक्षित भएर बस्नुहोला। धन्यवाद।